guys, what's up and Jojo about everyone है हामी चाहिँ आज कहाँ जान लाग्यो भने हैन हामी चाहिँ मुक्तिनाग जान लाग्यो हैन सो आजको डेस्टिनेसन चाहिँ हाम्रो कहाँसम्म हो भने डाइरेक्ट जोमसोमसम्मै हो पोखरामा चाहिँ नबस्ने आज बिहानै आज कति बजे 4 बजे निस्किनु थियो 4:30 भयो हैन फेरि ब्याग बिर्सेर यहाँ फेरि घर गएको थिएँ नि त्यसले गर्दा टाइम लाग्यो सो न्युजहरु देखेको अनुसारले चाहिँ एकदमै जाम छ अहिले जाम हैन यस्तो लाइन छ कि बेनीदेखि नै जाम छ भनेर सुनेको मैले चाहिँ खासमा हैन मैले होटल चाहिँ एक हप्ता अगाडि नै बुक गरिसकेको थिएँ पाउँदैन भनेर अनि अरु के भन्नु यार कति बजी ब्लग गरे कि मलाई चाहिँ इन्साइड सिटीमा चाहिँ खासै गर्न मन लाग्दैन ब्लगहरुको चाहिँ यस्तै टुरहरु जाँदाखेरि यताउति जाँदाखेरि मात्रै हो आज चाहिँ जाम साम केही नपर्यो नि यार बेनीमा म चाहिँ सकेसम्म मुक्लिन चाहिँ अब बिहानै अब 3 बजे निस्किने प्लान थियो अझै खासमा हैन 3 बजे हो भने 7 बजेसम्म मुक्लिन पुगिन्छ नि त अनि त्यही भन्दै ढुक्क 4-5 बजेसम्म चाहिँ पोखरा पुगिन्थ्यो हैन पोखरा पुगेपछि अनि त्यहाँबाट त 4 घण्टाको बाटो भयो 12 भनेपछि 4 बजेसम्म पुग्थ्यो हैन 4 बजे अनि ब्रेकहरु यताउति गर्दाखेरि 2 घण्टा एक्स्ट्रा राख्नु न 4, 5, 6 देखि 7 बजेसम्म आरामले पुगिन्थ्यो के यस्तो भोक लाग्यो यस्तो भोक लाग्यो सो केटाको त्यही हो है अब धेरै नबोलौँ यहाँ काठमाडौँमा चाहिँ यहाँ बोल्यो भन्दा यहीँ सकिन्छ यहीँ 20 मिनटको ब्लग हुन्छ सो म चाहिँ एकैचोटि अब नागढुङ्गातिर पुगेपछि म कन्टिन्यू गर्छु है त केटाहरू ब्याट्री पनि एउटा हो गोब्रो पनि पुरानो भइसक्यो कुनै बेला ह्याङ पनि थाहा हुँदैन हैन सकेसम्म चाहिँ बेस्ट ट्राई नै गर्छु प्लस यो माउन्ट पनि कतिको छड्के आयो कतिको सिधा आयो केही थाहा छैन मलाई अब सबै अब एकचोटि अब यहाँ मलेकोतिर चिया खाँदाखेरि अब एकचोटि हेर्छु म अझै केटा अब एकछिनपछि भेटौँ न त हामी चाहिँ गल्ती गऱ्यो भर्खरै यस्तो जाडो भइरहेछ नि यार भित्र त्यो इनर जर्सी अनि फेरि यो लेदर ज्याकेट लाग्यो अनि यो सिट झरेर नै होला अहिले निस्किँदाखेरि त खासै जाडो भएको थिएन रुगा लाग्ला जस्तो भएछ यार भित्र चाहिँ एउटा हाफ टाउन ज्याकेट लाउनु पर्ला जस्तो के कसो बद्न लाग्यो अलमोस्ट तर ढिला भयो यार मैले सोचेको भन्दा नि धेरै नै ढिला भयो धेरै नै अब चाहिँ खासै कहीँ रोकिँदैन मुक्लिन सुक्लिन कहीँ पनि रोकिँदैन होला रोक्यो भने 5 मिनट 10 मिनट म्याक्स 10 मिनटको जतिको रेस्ट हुन्छ भनौँ न त्यति धेरै रेस्ट गर्नुहुन्न आज किनकि आज त्यस्तो ज्यानहरू खासै दुख्दैन क्या आज फर्स्ट डेमा त ढुक्क पारा मार्नु सकिन्छ क्या होइन मेन भनेको भोलि चाहिँ लास्ट डे हुन्छ क्या कन्टिन्युस राइड छैन नि त हाम्रो ग्याप छ त्यही भएर हल्का उ छ क्या आनन्द कन्टिन्युस राइड भयो त वाक्क हुन्छ क्या जस्तै कि अब आज हामी पोखरामा बस्यो भने भोलि फेरि बिहानै उठेर होइन जोमसोम जानु पऱ्यो नि लास्ट टाउको दुख्छ क्या फेरि लाइक कस्तो हुन्छ ज्यान स्यान दुखेर आएर हुन्छ नि त बडीहरू टायर्ड भएर हुन्छ अनि आज चाहिँ हल्का एनर्जी पनि हुन्छ पुग्यो सो हामी चाहिँ मुक्लिन आइपुग्यो है एउटा सामान किन्नु पर्ने छ यसो जुस खाइदिनु पर्यो होइन यहाँ गोलीको फ्ल्याग छ हल्का ब्राइट छ मुक्लिनमा आइपुग्यो हमै छैन
सो यता चाहिँ फोटो नखिच्ने भयो होइन टाइम सेभ गर्न पर्ने बेला भइसक्यो सो जल्दी स्याहाड पनि जान्छ सोध्नु त पर्यो अनि केटा हो केटा हो यसो बोलिदिउँ है अब होइन मैले यहाँ चार्जमा राखिदिएको थिएँ क्या अनि यसो बोलिदिउँ भन्नु अब तर आज धेरैजना फर्केको देखिरहेको छु यार यहाँ चाहिँ हल्का कच्ची रहेछ बाटो चाहिँ माथि चाहिँ मस्तिल्लो छ यार बाटो चाहिँ चिल्ले नै छ पहिला आउँदा भन्दा अगाडि 3-4 वर्ष भयो कि मेबी आज मैले के नभने 40-50 वटा राइडर्स बाइकहरू चाहिँ गएको देखिसकेँ मैले त्यो भयो गाडीहरू भयो कति धेरै छ क्या अनि यहाँ माइक जोड्ने बेलासम्म त टन्नै गाडीहरू पनि गएको थियो होप माथि पनि त्यस्तो जाम चाहिँ नपरोस् अहिले कति बज्यो बल्ल 9:30 हुँदैछ हामीले चाहिँ अब हाम्रो पोखराको डेस्टिनेसन चाहिँ अब जम्मा 15 किलोमिटर म्याक्स 15 to 20 होला सायद धेरै पनि छैन 1 2 3 सब फरेनर्स वेलकम टु पोखरा बल्ल आइपुग्यो यहाँ जाने मिल्छ तर हामी सिधाबाट यता लेफ्ट टर्न लिएर जान्छौँ होइन अनि यताबाट जान नि मिल्न चाहिँ मिल्छ होइन केटा हो तर सेमै हो यहाँबाट हो र यहाँबाट नौका अगाडिबाट चोकबाट राइट लेफ्ट पोखरामा डेन्जर टाइट छ भनेर सुनेको थिएँ क्या मैले तर चेकिङ चाहिँ वाइल्ड थियो चेकिङ चाहिँ 3 ठाउँमा थियो धन्न 3 ठाउँमा चाहिँ रोकेको छैन मलाई त्यो अब स्याडल ब्यागहरू होइन पुरै यो हिँडेको नि त स्याडल ब्याग राखेर त्यही भएर पनि चेक नगरे जस्तो लाग्छ वाउ कोही कति रहेछ यार अहिलेदेखि बोटिङ गर्ने मान्छे
बसको बाटो जानु चाहिँ ए त्यो नजिकै छ यहाँ त्यहाँबाट चाहिँ मार्फा थकाली चाहिँ नजिक छ हजुरबाट त्यही बस्नु म सिधै त्यही आउँछु तपाईँ मार्फा ठगाली यहाँ कति अगाडि छ यहाँबाट धेरै छैन त एकचोटि हाल्नु त म्यापमा ल ल ल ल ओके हुन्छ खानासाना खाऊँ जल्दी छान्यो है सिधै जाउँछु म अब सो ल अब यहाँ चल्दैछ है खानासाना खायो भाइ पनि निस्क्यो भाइ पनि आजै निस्किन लागेको रहेछ यहाँ पोखराबाट अब चितवन बस्यो होला हामी यहाँ 1 घन्टा जति बस्यौँ ओके सबै साउन हाले है पन्जा मोबाइल तिम्रो ना चार्जर यहाँ केबल अहिले चाहिँ म पेट्रोल हाल्दिनँ हैन यता बागलुङ हल्का पुग्ने बेला या बागलुङ पुगेपछि हाल्छु पेट्रोल चाहिँ बेनीमा दिइरहेको छ छैन थाहै छैन भिडियो देखेको अनुसारले चाहिँ सर्टेज छ तपाईँहरू पोखरा बागलुङबाटै हालेर आउनु होला भनेर भनेको थियो होइन सो उतैतिर हाल्छु म माइलेज पनि कति दियो हेर्नुपर्छ मैले 13 पोइन्ट कति हालेको थिएँ मैले तेल 13.5 नै गयो होला सायद 13.5 लिटरको ट्याङ्की हो लगभग खाली नै भइसक्यो ट्याङ्की नै Oi, हामी बेनी बजार आइपुग्यो बेनीको बजार एपीजीपी केएल के नाम ओहो डेन्जर लाइन रहेछ कति भयो
मलाई त मुस्ताङबाट मान्छेहरू आएको देखेर अचम्म लागेर त्यहाँ आयो भने ग्रुप नै आउँछ क्या भर्रै आउँछ क्या फेरि एकछिन स्टप हुन्छ होइन फेरि भर्रै आउँछ क्या यहाँतिर चाहिँ बाटो बिग्राएर चाहिँ आधी घन्टाको जति बनाइदिनु पर्ला जस्तो भिडियो टोटल ओभरअल 15 मिनट गरेर कि त एकैचोटि 30 मिनट कि त पार्ट 1 र पार्ट 2 गरेर 15 मिनट जति गर्नु पर्ला जस्तो छ गाइस धुलोको हुस्सु यसलाई भन्छ धुलोको हुस्सु ट्रक यहाँ त ट्रक आउने बित्तिकै जाम भइहाल्ने यार माथि पनि क्या मजा आउँछ होला है यहाँ माथि केटा हो एकछिन जाममा पर्यो अब लाइन 1 2 3 4 5 6 7 8 9 10 11 12 13 वटा गाडी आउँदैछ है केटा हो जम केटा वाटर क्रस पानीमा कुदाउनु चाहिँ छुट्टै रमाइलो लाग्छ मलाई फेरि सारा दादा लाइन हेर न पछाडि सामान हेर त के भयो हामी चाहिँ यहाँ चेक पोस्ट आइपुगिसक्यो है भयो बस इन्ट्री भयो मेरो त्यहाँ ब्याकग्राउन्ड ठाउँमै नभएर भागिराख्नु नमिलिराखे फेरि अनि
क्या दामी भी भएर एकैचोटि दिल खुश हो गया Go! यस्तै सामान त भाइ यो हेर न झन् सिल्भर टाइपको क्या हुँदैन क्या अहिले स्पिडै छैन बाइकमा होइन त बल्ल बल्ल 40 गएर क्या होइन अहिले त ठिकै अहिले 70 ठिकै हो यतिकोमा चाहिँ अन्त 30 40 50 त बल्ल बल्ल गयो हुन्छ नि एकदमै इन्जिनलाई प्रेसर दिएर मात्रै हुन्थ्यो अहिले चाहिँ ठिक्क भयो 80 सम्म गइरहेको छ अहिले मजाले चिसोले हान्यो हेलो हजुर मेरो अब 16 किलोमिटर मात्र बाइक छ दाइ ए 16 किलोमिटर हजुर मार्फा आइपुग्नु लाग्यो अब ए हस् हस् दाइ हामी राइड गएको 13-14 घन्टा भएछ यार है सक्यो एक दिनमा कसलाई तिमीलाई नि मान्नै पर्छ बस्न चाहिँ सक्यो गाइज हामी जङसम्म आइपुग्यो जाडोले मनो लाग्यो हेलो दाइ ए म यो ठ्याक्कै जोमजोम छिरेँ होइन हाम्रो यो बजाजको ऊ छ नि यो त्यहाँबाट कति मिनट अगाडि 10-15 सेकेन्ड ए हुन्छ कुन साइडमा छ राइट कि लेफ्ट राइटमा बोर्डै छ है ठुलो होटल के लिनु भएको कैलाश हजुर कैलाश ए हस् हस् ए हुन्छ दाइ म बुलेटमा आउँदैछु दाइ कतातिर हो प्याक रहेछ नि त है होटेलमा टिलिचो के चाहिँ केटाकेटी हो धौलागिरी कता हो धौलागिरी पुरै डेभलप भइसकेको रहेछ यार यहाँ हो बाइक कता रहन्छ है बाहिरै हेर राखिदिने जाडो होइन एकछिन हेलमेट फुगाएको छ मैले